हेलो गाइज, म चाहिँ अब जिममा जाँदैछु। अब लगभग 2 हप्ता जस्तो बाँकी छ मलाई चाहिँ। म चाहिँ बेसिक ट्रेनिङमा जानुभन्दा अगाडि, त्यहाँभन्दा अगाडि अहिलेसम्मको पर्फर्मेन्स चाहिँ म हजुरहरूलाई अपडेट गर्छु। कतिचोटि पुसअप गर्न सक्छु र प्ल्याङ्क कति मिनट गर्न सक्छु भनेर हजुरलाई भिडियो मार्फत म अपडेट गर्नेछु। अहिलेको लागि चाहिँ म जिममा जाँदैछु। सो आई विल किप यु अपडेट। मैले लास्ट भिडियो पनि हालेको थिएँ, त्यो भिडियो पनि हेर्नु होला। पार्ट 1 त्यो चाहिँ 1 हप्ता अगाडि हालेको भिडियो हो मैले। तर सो अब चाहिँ मैले कतिचोटि पुसअप गर्न सक्छु, मेरो स्टामिना कतिको बढ्यो भनेर चाहिँ हजुरहरूलाई म अपडेट गर्छु। सो आई एम अन माई वे टु गो वर्कआउट, डु रनिङ। आई एम गोइङ टु डु रनिङ, पुसअप and plank. Let's see, I'll keep you posted. Thanks. It is pretty good. This is my workplace gym. There we go. I'm gonna do running today. Running. म चाहिँ रेडी भइसकेको छु अब वर्कआउटको लागि। अब जिमको अब यहाँनिर अब पहिला चाहिँ के गर्छु, पुसअप गर्छु। पुसअप चाहिँ मैले कतिचोटि गर्न सक्दो रहेछु भने हजुरलाई अपडेट गर्छु। त्यसपछि लेट्स सी, देन आई विल डु सेटअप। लेट मी फोकस अन पुसअप फर्स्ट, देन या लेट्स स्टार्ट डुइङ पुसअप। हाउ मेनी पुसअप आई क्यान डु इट? Can you guys guess like how many push-up I can do? I have 2 more weeks to go for basic training. I am ready, like I just want to be ready before I ship out. So guess गर्नुस् कति गर्न सक्दो रहेछु भन्ने। मैले अब अझै 2 हप्ता बाँकी छ। 2 हप्तामा I can improve much more better. So अहिलेको लागि चाहिँ कति गर्छु, think and then pause this video and then again start. Like I will let you know how many push-up I can do. Guys, let me start doing push-up. कति सक्छु हेर्नुस् है त। 1 2 How many push-up I did? I was able to do 45 push-up, 45 push-up गर्न सफल भएछु। मैले 1 हप्ता अगाडि हालेको भिडियोमा चाहिँ मैले I was I think barely doing 30 push-up। अहिले चाहिँ म 45 push-up गर्न सक्ने भएको छु within a week। So अब एउटा लास्टै भिडियो पनि हाल्छु बिफोर गोइङ टु बेसिक ट्रेनिङ। अझै 2 हप्ता बाँकी छ। अहिलेसम्म चाहिँ हेर्दै गर्नु होला मेरो च्यानल। आई एम सो टायर्ड, आई क्यानट ब्रेथ। ओके, गिभ मी 1 मिनट। इनहेल, एक्सहेल। सो अब चाहिँ म 1 मिनट पछि चाहिँ म के अरे प्ल्याङ्क गर्छु। प्ल्याङ्क कति मिनट सक्छु हजुरलाई देखाउँछु है त। Guys, let's start a plank. How many minutes can I achieve? Let's see. Okay. के हुन्छ नि 1 मिनट चाहिँ इजी हुन्छ। 1 मिनटबाट माथि गएपछि चाहिँ अलिकति हाम्रो पानी नबलेको भएर चाहिँ अलिकति टफ हुन्छ। बट आई एम एकदम डेडिकेट भएर गर्दैछु। त्यही पनि लेट्स सी कतिसम्म सक्दो रहेछु मैले।
तपाईहरु नि घरमा ट्राई गर्दै गर्नुस् कस्तो हुँदो रहेछ भन्नुस् मलाई नि कसरी चाहिँ अलिकति प्लान्क गर्न चाहिँ अलिकति कुन वेबाट सजिलो हुन्छ कुनै आइडिया भए चाहिँ मलाई पनि शेयर गर्न सक्नुहुनेछ Almost 2 minutes. I was so close to 2 minutes. तर completely 2 minutes मैले सकिन तर हजुरहरु चाहिँ at least 2 minutes चाहिँ गर्न सक्ने हुनुस् त्यो भएन हजुरलाई चाहिँ lot easier हुन्छ So guys मैले चाहिँ पुश अप र प्लाङ्क गरेर सकेको छु अब चाहिँ म नेक्स्ट चाहिँ रनिङ गर्छु पुश अप चाहिँ एटलिस्ट केही नभए नि दिनको 30 चाहिँ इफ यु क्यान डु लाइक 200-300 पुश अप अ डे व्हिच इज गुड अनि प्लाङ्क चाहिँ सकेसम्म दिनको 5-6 मिनेट हजुरले कन्टिन्युअसली 2 मिनेट प्लस सक्नुहुन्छ भने आई थिंक द्याट्स मोर देन इनफ बट आई डोन्ट नो त्यही पनि त्यो गर्न सक्नुहुनेछ अब चाहिँ म रनिङ गर्छु रनिङको छोटो एउटा भिडियो बनाउँछु अनि त्यसपछि भिडियो इन गर्छु है हेर्नु होला तपाईहरु पनि यस्तै इन्करेजिङ भिडियो चाहिँ आफ्नो मोटिभेसनल भिडियो छ भने चाहिँ शेयर गर्न सक्नुहुन्छ त्यो चाहिँ कुनै मान्छेलाई चाहिँ अलिकति इन्फ्लुएन्स हुन सक्छ त्यही भिडियो हेरेर कोही मान्छेलाई चाहिँ अलिकति गरौँ भन्ने म नि सक्छु भन्ने हुन सक्छ जो डिसएपोइन्ट भएर बसेको हुन्छ नि उनीहरुलाई चाहिँ त्यही भएर हजुरहरु नि सक्नुहुन्छ अनि चाहिँ आफ्नो इन्ट्रेस्टिङ थिंग्स चाहिँ हजुरहरुले शेयर गर्न सक्नुहुन्छ त्यो चाहिँ व्हिच इज गुड व्हिच इज अ मेमोरी पनि हो एउटा हस् है वेट फर आई वुड बी ब्याक इन अ मिनेट गाइस आई एम स्टार्टेड वकिङ हैन अब चाहिँ वकिङ सुरु गरेको छु मैले अब चाहिँ रनिङ गर्छु हजुरहरुलाई म सर्ट क्लिप मात्रै राख्छु है त हेर्नु होला है त बेसिकली 1-2 मिनट जस्तो चाहिँ म हल्का वक गर्छु वक गरिसकेपछि नि बल्ल चाहिँ जगिङ गर्छु अनि जगिङ गरेर कति सकिन्छ त्यति चाहिँ रनिङ गर्छु त्यसले चाहिँ हजुरलाई हजुरको लङ्ग्सको चाहिँ अप्टिमम हैन कतिसम्म चाहिँ ह्यान्डल गर्न सक्नुहुन्छ कतिसम्म चाहिँ हजुरले हजुरको इनर्जी कतिसम्म छ त्यो चाहिँ कतिसम्म पर्फर्म गर्नु त्यही अनुसार लङ्ग्सको क्यापासिटी पनि बढ्दै जान्छ क्या त्यही भएर सो आई एम जस्ट वाकिङ फर अ मिनट or two and I'm gonna start basically running or whatever. Let's do 1 minute running and then 1 minute running at a high speed at 8 and then I will do short jogging for like almost like I will be doing total of around 30 minutes. So let's start with it.
आजको भिडियो चाहिँ म यहीँ इन गर्छु। म चाहिँ अब कन्टिन्युसली लगभग 30 मिनट जस्तो चाहिँ जगिङ गर्छु अनि त्यो इन्टरभलमा चाहिँ 1 मिनट जस्तो हाई एकदम अलिकति हाई स्पिडमा राखेर फेरि रनिङ पनि गर्छु। आई सी यू गाइज अन नेक्स्ट भिडियो। स्टे ट्युन फर मोर info. Guys, running, walking, so see you guys on next video. See you soon.